सम्पूर्ण एनजेआर फ्यान्सहरूलाई नमस्ते। आज चाहिँ हामी यस भ्लगमा हजुरहरूलाई सुन्दरी जलदेखि चिसो पानीसम्मको यात्राका विशेष क्लिपहरू प्रस्तुत गर्न गइरहेको छु र यो भिडियो हेरेर बस्नुभएको सम्पूर्ण मेरो मित्रहरूलाई, एनजेआर फ्यानहरूलाई, ब्राजिल फ्यानहरूलाई चाहिँ मेरो च्यानलमा लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिन अनुरोध गर्दै आजको यस भ्लग सुरु गर्न गइरहेको छु र बाटोको विभिन्न दृश्यहरू पनि यस भ्लगमा हजुरहरूलाई देखाउन गइरहेको छु र सम्पूर्ण साथीहरूले अन्तिमसँग हेरेर साथ दिनुहोला। सम्पूर्ण कुराहरू अब यस भिडियो मार्फत मैले यस भिडियोमा चाहिँ कुनै पनि ब्याकग्राउन्ड, कुनै पनि म्युजिकहरू एड गरेको छैन। जेको त्यही रियल इनसाइड भिडियो मैले यहाँ पोस्ट गरेको छु, हेरेर साथ दिनुहोला। धन्यवाद। हिँडेको चाहिँ फिराउनु भएन है, इन्टरनेसनल भइसक्यो। लाइभ हो त होइन, लाइभ त बेलुका हाल्ने हो टक्क मिलाएर होइन, च्यानलमा टक्क हालिदिन्छु हेर्नु। अब चाहिँ चट्ट लाएर हामी अब यहाँ टिकट काट्छौँ, केटाहरूले सब काट्दैछन् होइन। फिल्म गरिमे नि एभ्रिथिङ के हो त्यो? पाँच, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19 खोइ त्यो Hello guys, let's go. Vamos Brazil. छौडा लोडी म जहिले पनि थिएँ ब्याक साइडमा। नट भिजिबल बट जहिले पनि थिएँ। समानपाती घोड मलाई दिए हुन्छ सर्लक कति उठ्नु यार? उठायो एकपल्ट, 1-2 वर्ष सम्हालिसक्यो, अब धेरै छ। छ हिँड्दाखेरि लास्ट गाह्रो भइरहेछ गाइज। लेट्स गो ब्राजिल। ल आया कहाँको गाडी यो भक्कु उहाँ पुगिसक्यो ल। थाक्यो हिँड्दा
निस्किँदा झन्डा उस्तो फरर पार त ठुलो ल अति राखेर देखेर देखेर ल देखाए ल ए बच्चा बोका ल यसले बच्चा यसरी बोका भने फर्स्ट टाइम देखाए कस्तो क्युट देखाए ओहो कस्तो चिप्केको त बच्चा हेर्नु है बोकाएर Excuse me, brother, take your water. को ब्रदर ओए भेटलिस न स्पिकर के रे फेरि भन त एकपल्ट जोन त जान्न चाहन्छन् कि तिम्रो उसलाई भने नि मैले सबैलाई होला कसले सुन्नु भन्नु त अगाडि अगाडि बसेर कत्रो पानी यताबाट खतरा हुनुहुन्छ त यार कत्रो है बाख्राको गीत अलाउड छैन सो कस्तो खतरा देख्यो कि मान्छे ए हैन ब्राजिल बेबी तपाईँ नेमार छवटा होला मेरो बुढोको चाहिँ यहाँ हेर्नुहोस् गाइज यस्तो पारा पछाडि पछाडि कस्तो मजा आउने रहेछ यसरी सबैजना धेरैजना ट्रेकिङ हेर्नु भएन क्या यो स्याड भयो कसरी भन्नु चाहिँ बजा कसरी भन्नु पसिनाले पुरै भिजी छ गर्मी भएर बर्थडेमा भनेको बर्थडेमा त अनि हाम्रो देखिछ ब्राजिल अब कपाल हो क्या झोला झ्याम्टा बोकेर हिँड्छ म चाहिँ हेलो के छ भाइ
हाम्रो कति हुनु बाँकी छ ब्राजिलको फ्यानहरू चाहिँ यस्तो अवस्था ए पछि तपाईँहरूलाई हाम्रो ब्राजिल फ्यानको डान्स देखाउन गइरहेको छु ब्राजिलै किन भन Vamos, Brazil! ब्राजिल किन वाइ ब्राजिल अब भनेपछि कहाँसम्म जाने नाच्यो केटो नाच्यो 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 केटा दामी आज ल है बब्बाल छ है बब्बाल छ ओ अलिक स्लो हिँडा केटा हो ओ एकबार नारा लाऊ त केटा हो ब्राजिल भनाऊ त ल खोइ ओइ नारा लाऊ न सबजना गराऊ केटा हो ब्राजिल नेमार ल 1 2 3 गो बैगुनी या ब्राजिल नेमार हाम्रो चाहिँ यहाँ हाइकिङ जारी छ गाइस हैन अबको 1 घण्टामा हामी धापड्याम पुग्छौँ यहाँ पुरा टिम छ ल ल ल ल ल ल ल बाटो पनि खतरा छ है ल्याम्मै शीतै भेस्लार न हो हल्लो 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 अझै
केटाहरू सबै झन्डा दिए यसै गरेर बोकेर आउँदैन चाहिँ माथि उसमा झन्डा त यार उसमा के अरे यो लौरीमा आउँदा देखिन्छ हल्लो हल्लो त्यो भएन धेरै धुको हो त्यसरी त्यत्तिको हल्लिनु पर्यो नि त विरक्तै गीत भयो। गाह्रो हो गाइस हिँड्न चाहिँ लास्ट गाह्रो तर हिँड्नुपर्छ कहिले काहीँ हिँड्नुपर्छ ल वनभरि पहेँलो पहेँलो बनाएको केटा नाच केटा नाच ल खुट्टा टक्क पानीमा डुबाएर खाने हो क्या मजाले तल बसेर हामी अलिअलि यसो पेट पूजा गर्न गइरहेछौँ ल होइन अलिअलि पेट पूजा गर्ने हो गर अब पेटमा पूजा चाहिँ के थाहा छैन केटाहरूले के खाएको नि अब त्यही हो दालमोट सालमोट अनि चिजबलहरू उठाएका छन् एकजना मान्छेबाट 5 उठान त्यही भन्दाखेरि यो चाहिँ गफ हो है फेरि होइन ड्रोन चढ ल ड्रोन चढाइ केटा होला ड्रोन चढाइ ड्रोन चढाइ केटा होला सही 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 के छ सम्झिले हालिहाल्छ हो कि हुन्न मेरो नाम चाहिँ दिगो हो सर ला ला त्यसलाई कहाँ पुग्नु भयो कस्तो बाटो है ऐसेलुको झाडीमा केटाहरूको काँडाले घोषदियो नाडीमा टी त घुसिहाल्छ त नि केहरू कति पाके हो हैट हालिदिउँ ओ बेबी मान्टिदियो ल एक दुईवटा ऐसेलुको झाडीमा गोद्यो काँडाले बेबीको नाडीमा फाइनल्ली हामी 4 घन्टाको नन स्टप
हिँडाइ पछि ठ्याक्क धाप ड्याम आइसकेका छौँ। ल हेर्नुहोस् बवाल छ। ठ्याक्कै 4 घन्टा लाग्यो हिँड्नलाई। गाह्रो चाहिँ गाह्रो हो तर भ्यू चाहिँ राम्रो छ। घाल्ट्याङ 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 घाल्ट्याङ। बेबी तिमी पहिला लडाइ बिर्सेको छैन? कति दामी भ्यू आउनु छ नि अन्त। ओ बबाल छ त हो भ्यू त। चमेली चमेली नाच्यो चमेली। अरू केटाहरू कहाँ आउँदाखेरि बाँकी छ के छ? वाह जाने चाहिँ कहाँ हामी हो? ए आउनु फोटो हाल्नु। नमस्ते सबैजनालाई, मेरो नाम देशना राई। आजको हाइकिङ इभेन्ट 2026 मा सहभागी भए यस कार्यक्रमलाई सफल बनाउन योगदान दिनुहुने सम्पूर्ण ब्राजिल, नेमार र फुटबल समर्थकलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। सुन्दरी जलदेखि चिसापानीसम्मको यस यात्रालाई हामीले केवल गन्तव्य मात्र नभई मित्रता, एकता र आपसी सम्बन्धलाई पनि अझ बलियो बनाएको छ। विश्वकपको जोस र ब्राजिलियन परिवारको भावना प्रकृतिसँग जोड्ने हाम्रो सानो प्रयासमा यहाँहरूको सक्रिय सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ। तपाईँहरूको यही उत्साह र साथको सम्मान स्वरूप हामी सहभागिता प्रमाणपत्र प्रदान गर्न गइरहेका छौँ। भयो अधिकारी त्यसै गरी हुन्छ सन्दिपा टापागाई, त्यसै गरी हुन्छ गोकर्ण पानीले। सम्पूर्ण सहभागी स्वयंसेवक तथा आयोजक परिवारलाई हार्दिक धन्यवाद। विश्वकपको जोस र ब्राजिलियन परिवारको एकतालाई अझ बलियो बनाउँदै आगामी कार्यक्रम पुनः भेट्ने आशा राख्दछौँ। सहभागी सम्पूर्ण साथीहरूलाई धन्यवाद दिँदै यस भिडियोबाट बिदा हुन चाहन्छु र ब्राजिललाई 6 वटा ताराका लागि शुभकामना। धन्यवाद। लेट्स सपोर्ट Brazil and subscribe my channels also. Bye guys, see you.